एभ्रिथिङ वेलकम मेरो मिनी भ्लगमा म लागे लन्च खाना बनाउनको लागि मैले सुरुवात गरेँ। यहाँनिर प्याज लगाइरहेको थियो अनि यो प्याज टिपिहालेँ मैले। यताबाट मिर्ची नि लगे मिर्ची लागे म रुमतिर। यता मेरो बुढा हुनुहुन्थ्यो अनि यो मेरो रुम। यतातिर आएँ म भित्र। यता मेरो सानो बच्चा सुतिरहेको थिइन्। यता बुढा। यता ल्याइसकेँ हरियो प्याज अनि मिर्ची अनि यो सुक्खावाला प्याज पनि ल्याइसकेँ। आज बनाउँदैछु म चनालाई हिजो साँझ सुकाएर राखेको थियौँ। कति राम्रो भएको छ। यो चना बनाउँछु। यो प्याजलाई म कटिङ गर्छु। मैले यहाँनिर टमाटर काटेँ अनि प्याज अनि यो हरावाला प्याज अनि मिर्ची काटिसकेँ। चना यति धेरै बनाउँदैन, थोरै बनाउँछु। यसको लागि मैले थोरै चना लगेँ। हामी 2-3 वटा मात्र छौँ। अति मैले चना लगेँ। मैले कुकरलाई लगाएँ, तेल लगाएँ यसमा। अब तेललाई 5 मिनेट जति गरम हुन दिनुपर्छ। गरम हुन दिन्छौँ। तेल गरम भइहालिसक्यो। मैले जिरा राखेँ। थोरै मैले रायो लगाउने राखेँ यसमा। प्याजलाई राखेँ। प्याज राखेर चलाउने। मैले मिर्ची एकछिन चलाउने। हल्का यस्तो कलर आइसक्यो भन्दा पछि चना हाल्न सक्नुहुन्छ। मैले चना राखेँ। अनि चलाएँ। मैले नमक राखेँ। धनिया पाउडर, हल्दी, मिर्ची पाउडर अनि थोरै गरम मसला पनि राखेँ। राखेर चलाउँछु। टमाटर राखेँ। यो हल्का पाके जस्तो भयो अनि मैले पानी राखेँ। मैले यति वाटर हालेँ। अब सिटी लगाउँछु। 2-3 सिटी लाग्यो भने मस्त पाकिहाल्छ। एक सिटी पनि लागिसक्यो। यता छिन् मेरो छोरी हाँसी बाबा। रेडी भइहाल्यो पाकेर। कस्तो बासाइरहेको। चलाएँ मैले। चना पाकेर रेडी भयो। अब राइस लगाउनु छ। चना पाकेर रेडी भयो। कस्तो मस्त बासाइरहेको छ। त मेरो श्रीमान बाहिर गइहाल्छु। ओके एभ्रिवान, बाई बाई। नेक्स्ट भिडियोमा मिल्छौँ।